भाइले फेरि के तान्यो उद्घाटन ल जलकपुर हो ल फिसिङ गर्ने ठाउँमा हामी आइसकेका छौँ है। आज हाम्रो पाण्डु भाइ वेलकम भाइ त अफिसर नै भइहाल्यो। सो म यता होइन स्वागत छ आजको न्यू दिन न्यू भिडियोमा होइन। हामी खोलामा आएर भर्खर स्टार्टिङ गरेछ। अब जहिले पनि त्यही त नि बल्छी सल्छी हान्ने यस्तै हो। अब हेरौँ माछा कति पर्छ या पर्दैन, पऱ्यो भने चाहिँ अब हेर्नु होला, रोमान्टिक गर्नु होला होइन। अब यस्तै छ मौसम चाहिँ अब ठिकै छ, तर खोलामा चाहिँ एकदम धमिलो आइरहेको छ, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ है। यस्तो छ यता चाहिँ हामीले नयाँ बल्छी स्टार्टिङ गर्दैछौँ होइन। हामी छ्याल्ल रडहरू गर्न यता नयाँ छ, यता नयाँ छ, त्यहाँ अनि एउटा हानिसकेको छ नयाँ। मेन त अझै एकदम मार परेको रड त यो हो कि एकदम है। यो रड चाहिँ एकदम मार परेको हो। यसले एक लड मात्रै दियो भने त स्योर झुडिन्छ, तर यसलाई आज चाहिँ यति राखेको छन् केटाहरूले। नयाँ नयाँ भएर चाहिँ नयाँ फिट हान्दैछन्। पाण्डुलाई गाह्रो भयो नयाँ उस बनाउन। के भयो अरे भाइले फेरि के तान्यो उद्घाटन के अरे पाण्डु उद्घाटन कस्तोले भयो? अहिले पोलेर खानुहुन्छ फ्राई हानिदिने हो फ्राई। ल ल ल ल दाजु ल है, अब किरा हुन्छ जानुपर्छ, किरा भ्याइन्छ ल दाजुको छोटलाको मेहनत निस्कियो यार, 2 पिस अनि ल हाम्रो चाहिँ यता आजको खाजा चाहिँ यस्तो छ। फेरि चिया सिया पकाउने भाँडाकुँडा त्यहाँ छन्। ल थु थु असला पर्छ कि भनेको यस्ता माछा पर्छ त नि के यार। यस्तो छ है खोला, यस्तो हुने बेलामा चाहिँ धेरै जस्तो यस्तो माछा पर्दो रहेछ जस्तो लाग्यो कि। कति दिन भयो होइन यस्तै मात्र माछा परिरहेको छ। सियोर त्यही घिनलाग्दो। असललाई पर्दै परेन के बरु त्यो बाँसकोले तान्छ क्या अहिले। मैले फालेको बल्छीलाई नि ठुम्ला जस्तो नि गरेछ। जलकपुर हो जलकपुर रे ए जलकपुर रहेछ है। अस्ति नि यस्तै परिरहेको थियो। ल ल ल हेर्नु न दादा के हो आज त्यस्तो। एकैचोटिमा 200 परेको थियो अस्ति त यार। सही छ त बस। ल जलकपुर चाहिँ जो धमिलो पनि सिन्छ भनेदेखि अस्ति चन्दु भाइले खोइ भुइँ प्याट्टै हुन्छ नि भाइ। ल जलकपुर फेरि दोस्रोचोटि अस्ति नाइटमा चाहिँ के थियो, आज चाहिँ डेमै निस्कियो क्या।
बास पाण्डुले पानी ट्र्याक्टर आगो राम्रो छ डुबाई फेरि अघि माछा उठेर गयो अस्तो हाम्रो चाहिँ आजको माछा परेको पनि उम्केर गयो फुर्लुङबाट माथि बढेर राखेको ठाउँबाट एउटा असला गइसक्यो लौ चिया हामीलाई बान्डु भयो अब ल ल हुन्छ दादा त्यहाँ हेर्छ त्यहाँ गरम गरम चाय गरम माछा परेन ल चिया चिया खाइयो माछा हेर्दै होइन चिया बाँधेर चिया खाइयो अब जानुपर्ने हुन्छ आज खासै फिसिङ लागेन है माथि मलाई चाहिँ लास्ट ठुलो भयो क्या माथि एउटा हाइड्रो पावर खोलिदियो होला त्यही भएर भन्दै आजलाई चाहिँ होइन यति नै है त ल